आजको स्टोरी नि अलिकति स्पेशल छ र अलिकति मन छुने खालको अर्थपूर्ण सरप्राइज केक डेलिभरी गरेर आएका छौँ। सबैभन्दा पहिला हामीले 2 पाउन्डको डबल स्टेप केक चिटिक्क परेको बनायौँ। हाम्रो बेकरी सेफ बिक्कीले फिनिसिङ गरेको थियो। त्यसपछि चिटिक्क परेको पैसाको बुके हाम्रो दिपा बहिनीले आफ्नै हातले सजाएको थियो र हामीले सोच्यौँ कि अरूभन्दा अलिकति डिफ्रेन्ट गरौँ न। त्यसैले केही फरक किसिमका बेलुनहरू फुलायौँ। आज प्याकिङ गऱ्यौँ र डेलिभरी गर्न निस्क्यौँ। हामीलाई थाहा थियो बेलुन फुलाएर लैजाँदाखेरि झमेला हुनसक्छ, तर उहाँको मम्मीले धेरै दिन अगाडिदेखि अर्डर गर्नुभएको थियो। त्यसैले एक्स्ट्रा माइल जान मन लाग्यो। बाटोमा जाँदाखेरि सूर्य अस्ताउँदै थियो, सुन्दर नजारा, तर कच्ची ग्राभेल बाटो। बस कुद्दा उड्ने धुलोले झन्डै झन्डै हाम्रो हेलमेटभित्र पनि छिरेर पस्ने खालको थियो। प्रकृतिको सौन्दर्य नै धमिलो बनाइरहेको थियो। जसो तसो हामी पुग्यौँ। ऊ सानो बालक थियो, अलिकति लजालु, अलिकति डराएको है। जब उसले बेलुन देख्यो नि तब चाहिँ उसको रियल खुसी आँखाबाट टम्किन टिमिक टिमिक टम्किन थालेको थियो। सुरुवातमा हामीले पैसाको बुके दिँदाखेरि ऊ त्यति एक्साइटेड थिएन, तर पछि बेलुनले उसलाई जति एक्साइट बनाएको थियो नि सो हामीलाई लाग्यो कि हामीले गरेको एक्स्ट्रा माइलको वर्थ भयो क्या, त्यो चाहिँ वर्थ इट थियो चाहिँ जस्तो लागेको थियो। त्यस पछाडि उसँग खेलौनाहरू थियो, केक थियो, पैसाको बुके थियो, रङ्गीचङ्गी बेलुनहरूले चाहिँ उसको अनुहारमा छुट्टै खालको चमक ल्याएको थियो। लास्टमा चाहिँ सायद उहाँको बुवा मम्मी चाहिँ सबैजना बाहिर हुनुहुन्छ होला। सायद बुवा मम्मीले सबैजनालाई एउटा सानो सानो गिफ्ट पठाउनु भएको थियो। बुवा मम्मीले भन्नु भएअनुसार हामीले सबैलाई एक एकवटा गिफ्ट पनि जुन चाहिँ उहाँहरूले भने बमोजिम बाँडी पनि थियौँ। सुरुमा उनी गिफ्ट लिँदाखेरि अलिकति डराएको थियो, नर्भस थियो। सायद बुवा मम्मी टाढा हुनुहुन्थ्यो। त्यो देखेर मलाई पनि मनमा अलिकति कटक्क लागेर एकछिन मन अन्यलमा परेँ। त्यो छोड मैले आफैलाई सम्झाएँ, सायद विदेशमा पैसा बढी कमाइन्थ्यो होला, तर स्वदेशमा बसेर ठिकै गरेछु पनि भने मैले घरिघरि है लामो सास फेर्दै। त्यो निर्दोष बालक, उसका मजबुर बुवा मम्मी र आफ्नो देशको यथार्थ सम्झिँदै मन भारी भयो एकछिन चाहिँ। यही हो आजको स्टोरी, सानो केक डेलिभरी तर गहिरो अनुभूति। मन परेमा लाइक, कमेन्ट एन्ड सेयर गरेर सपोर्ट गर्नु होला है।